Hi everyone, नमस्ते, वेलकम छ सलुरा युट्युब च्यानलमा। र सो हामी चाहिँ आज ग्रिनविच पार्क जान लागेको छौँ अनि ग्रिनविच पार्क जाने भनेर चाहिँ रेडी भएर निस्केको छौँ। बट हामी लेट भयो, आज चाहिँ हाम्रो लेट भइसकेको छ। त्यही पनि पार्कहरू चाहिँ बन्द हुन्छ होला भनेर हामी चाहिँ एकदम फास्ट जाँदैछौँ। अब यहाँनिर हामी चाहिँ अक्सब्रिज काउन्ट्रीमा चाहिँ हामी गाडी चढेर ट्रेनदेखि जान्छौँ होला। सो स्टे ट्युन। सो हामी चाहिँ ट्रेनभित्र छौँ अहिले अनि अब चाहिँ ट्रेनभित्र जाँदैछौँ। Rubbish left on trains may get caught in the doors, which can cause delays. हेलो साथीहरू, हामी चाहिँ अहिले यहाँनिर कहाँ आइपुगेको छौँ भने हामी अहिले यहाँनिर न्यू क्रसमा आइसकेको छौँ। हामी चाहिँ हेचेन हेलिङथामदेखि व्हाइट च्यापलमा झरेको होइन, व्हाइट च्यापलदेखि चाहिँ न्यू क्रस यहाँनिर आइसकेको छौँ। अब ग्रिनविच पार्क जाँदैछौँ। त्यसपछि हामी चाहिँ अब यहाँदेखि चाहिँ गाडीमा जानेछौँ। अनि यस्तो टोइलेट आयो कि यस्तो टोइलेट आयो, तपाईँहरूले कुरै नगर्नुहोस्। बसेँ 15 मिनट जति टोइलेटमा, पुरा बाहिर निस्किँदा त पुरा लाइन रहेछ क्या। कहाँ हामी चाहिँ यता जाँदैछौँ है। अब चाहिँ ग्रिनविच पार्क हिँडेको। ग्रिनविच पार्क आज नपुगेला जस्तो छ। घरदेखि पनि लेट निस्क्यो साथीहरू, के गर्नु, विकेन्डमा घुम्न जानै पर्यो भनेर हिँडेको। आज नपुगेला जस्तो छ। कतिवटा ट्रेन चेन्ज गर्यो हामीले, 2वटा ट्रेन होइन, 2वटा ट्रेन चेन्ज गरेको छौँ। कस्तो राम्रो माथि मुन देखेको। अनि यहाँ न्यू क्रसमा आएर हामी चाहिँ अब यहाँदेखि चाहिँ गाडीमा जाने भनेर झरेको। कहाँ हेर्ने स्टेसन गुनी नमारे नि कहिले हो। सो हामी चाहिँ ग्रिनविच पार्क चाहिँ आइसकेको छौँ। तर साथीहरू खोइ यहाँ मेला पनि लगाइराखेको रहेछ। फुल त एउटा पनि देख्दिनँ। यस्तो राम्रो फुल फुलिरहेको थियो। हामी त यस्तो ठाउँमा चाहिँ आइपुग्यौँ। पुरा कहाँ रहेछ, मेलै लागिरहेछ। यहाँ त पुरा मेला लागिरहेछ। कहाँ आइपुग्यो ग्रिनविच पार्क भनेर चाहिँ हामी चाहिँ ग्रिनविच पार्क चाहिँ इन्ट्री भइसकेका छौँ। सो खोइ त फुल, अनि फुल चाहिँ छैन त। फ्लावर छ भनेको त, खोइ त फ्लावर यस्तो मात्र छ त नि। यस्तो रहेछ है यतातिरको चाहिँ देख्न सक्नुहुन्छ। ए उता रहेछ, उता चाहिँ जाँदैछौँ। तपाईँहरूलाई देखाउनेछु। फुल यस्तो हरियाली, खोइ पात पलाइसकेको हो कि फुलै फुल देखेको थियो। अहिले त खै फुल पारी रहेछ। अनि फेसबुकहरूतिर त यस्तो राम्रो देखेको छैन त नि। सबजना स्क्याम हेर त, स्क्याम भएर फर्किरहेछ। हामी चाहिँ अब यस्तो हावा चलिरहेछ, यस्तो चिसो, अनि यस्तो मजाको ठुलो रहेछ पार्क चाहिँ। तर के गर्नु साथीहरू, अलिकति ढिला भएछ। फुल फुलेर पनि पात पलाइसकेछ। हेर्नु न यस्तो राम्रो रहेछ फुलहरू चाहिँ। हो यही रहेछ यो होइन, फुल्दैछ नि होइन, फुल्नु पात पलाइसक्यो के। अनि यही पार्क रहेछ है, यस्तो रहेछ यहाँनिर पार्क चाहिँ। यस्तो रहेछ ग्रिनविच पार्क।
तर राम्रो रहेछ यहाँ फुल चाहिँ सबै फुल चाहिँ हेर्नु न उ यस्तो खालको फुलहरू सबै फुल त पात पलाइसकेछ यस्तो तपाईहरुले देख्न सक्नुहुन्छ के गर्नु ढिला आइए छ फुल त सबै फुलिसकेछ है यही रहेछ के गर्नु अस्ति आएको भए चाहिँ ठिक हो हेर न यही रहेछ कि यस्तै रहेछ यहीँनिर इच्छा त पुरा भयो कि तर के गर्नु अलिकति लेट आइएछ सबै फुलहरू त ओइलिसक्यो त फुलिसकेको होइन होइन यो फुलिसकेको हो कि पात पलाइसक्यो नि त नि पात पलाइसक्यो तर एकदम राम्रो रहेछ यो पात चाहिँ यति ठुलो रहेछ तर के गर्नु लेट आइयो पार्क त आइयो फुल चाहिँ फुलिसक्यो मलाई त्यस्तै चाहिँ लागिरहेको थियो फुल त फुलिसक्छ होला जस्तो त लागिरहेको थियो कि अनि छिट्टै आयो भए पो त नि अनि ढिला आइसकेपछि त यस्तै त रहेछ हौ त्यतिखेर चाहिँ लु अब नेक्स्ट इयर चाहिँ एकदम मजाले आउनुपर्छ घुम्नु त्यही यति ठुलो पार्क चाहिँ रहेछ तर के गर्नु ग्रिनविचदेखि देखिने भ्यूहरू चाहिँ यस्तो छ है मान्छे हेर्नु न स्याटरडे कति धेरै मान्छे आउँदो रहेछ पार्कमा यति ठुलो एरिया रहेछ यो एरिया चाहिँ यस्तो ठुलो रहेछ एरिया पुरा मान्छेहरू बसिरहेको घाम तापिरहेको कति धेरै मान्छे घरहरू पनि यति ठुलो रहेछ एरियातिर चाहिँ प्यालेसहरू के बोल्नु ल हेर त राम्रो लाग्यो हैन अलि पर जाऊ न पुरै क्लोजमा छ अनि क्लोज के निकाल्ने अन्त ए उता हो न अब फुलको नाममा त यही मात्र हो अरू फुल चाहिँ खिच्नु पाइएन यो त झुप्पा फुले छ यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ है यो फुल यो त चेरी के हो फुलको चाहिँ थाहा छैन नाम हैन आउ न दुईजना पनि खिचौँ के फुल्यो बुकी फुल फुल्यो बुकी आयो आमारे हो यो चाहिँ साह्रै राम्रो छ हौ हावाले यस्तो मजाले हल्लाउँदैछ अनि हामी चाहिँ यही फुललाई भए पनि चित्त बुझाउनै पर्यो के गर्नु के गर्ने यो फुललाई हेरेर भयो आउला तिम्रो पनि म भिडियो बनाइदिन्छु खिच न खाए ल भन न खाए ल किन हाँसेको कस्तो क्लोजमा लिएको अलिकति फार जाऊ न न न न न यस्तो जिन्दगीमा पिसाटहरू पनि हुन्छ तिमीलाई भन्न आउँदैन भिडियो बनाइदिने रे मैले चाहिँ उसले चाहिँ खाँदै हिँड्ने रे पिसाट हुन्छ